कथा चाहिँ हाम्रो जम्मू कश्मीरमा पुगेको थियो। दिस हाउस इज स्पेसल बिकज यहाँ हेर्नुहोस् दामी फुलहरू। हाई गाइस, वेलकम ब्याक टु माई च्यानल। सो यहाँ छ मेरो भाइ सङ्देन, अन्त हामी छौँ यता। अन्त तपाईँहरूले बाई द टाइटल अनि थम्बनेल थाहै पाइसक्नुभयो होला। हामी चाहिँ छ आज नोकडाँडामा। मैले चाहिँ छुर्पी खाइरहेको छु कि। अन्त आएको त्यो झिलमा घुमेकोहरूको चाहिँ भिडियो नबनाएको, किनकि पहिला पनि छ नि त। सो अहिले चाहिँ के भन्छ, हामी यता अगाडि आन्टी दादाहरू हुनुहुन्छ, हामी यहाँ पछाडि बात गर्दै जाँदैछ। अन्त म तपाईँहरूलाई आज हामी स्टे ओभर गर्नु आँटेको छ 2 रात। अन्त हामी यहीँ बस्छौँ। अन्त विल सो यु कतिवटा इन्ट्रेस्टिङ कुराहरू तपाईँहरूलाई देखाउँछु। ओके, यहाँ हेर्नुहोस् दामी फुलहरू। अहिले चाहिँ हामी यता आएको छु। अन्त इट्स रियली ग्रेट। यहाँ हेर्नुहोस् न तपाईँहरूले यहाँको वेदर यहाँको यो हेरेर थाहा पाउनुहुन्छ कतिको पिसफुल छ। बाटो पनि छ। सरी फर द मेस। म अहिले अलिकति घिनै न, यहाँ हेर्नु न डरेर निधारेर। सो अलिकति घिनै लाग्दो भइरहेको छु, तर पनि कति दिस इज आवर लास्ट यहाँ। अन्त बजार हुँदै थियो, मैले बजारमा चप्पल किनेर पनि लगाइसकेँ। यता आउँदैछ उनीहरू सबै। हाई, हाई अङ्कल। कति पिस यहाँबाट यता सेवा। म एक्लै थिएँ नि त। हाई गाइस, हामी चाहिँ सुत्न लागेको सबै। सी हियर, दिस इज आवर स्लिपर। कता कहाँ पुगेको थियौ? जम्मू कश्मीरमा। मेरो कथा चाहिँ हाम्रो जम्मू कश्मीरमा पुगेको थियो। जम्मू कश्मीरबाट चाहिँ भुटान आइपुगेको थियो। सो आन्टीको गार्डन। Hi guys, it's the next day. आज संडे हो। अन्त लेट्स गेट रेडी विथ अस फर चर्च। चर्चको लागि हामी रेडी हुँदैछ सबैजना। लुकेको हेर्न सबिनी, म तँलाई देखाउनु पनि सक्छु नि त्यहाँ गएर। लिप बाम। सेवा गरेर दिस हाउस इज स्पेसल बिकज यहाँबाट उता चाहिँ सब नेचर छ कि, त्यही भएर अलिकति स्पेसल। कतिजनाले बिकजलाई बिकाउस भन्छ नि। बिकाउस
बिकज हैन बिकाउस मैले सिकेँ नि हो त्यो शरम परेर सिकेँ मैले बिकज शरम परेर नि कतिवटा कुरा सिकिन्छ बिकाउस आज चाहिँ हामी चर्च जान्छ अन्त तपाईहरुलाई अल्छी लाग्यो भने पनि 2x मा भए पनि हेर्दिनुस् ल यो भिडियो चाहिँ हाई गाइस हामी चाहिँ चर्च आइपुग्यो तपाईहरुले सोच्दै हुनुहुन्छ होला रेडी हुँदै हुँदै चर्च पुग्नु भएछ त भनेर मैले त्यो त्यसको पछि भिडियोहरु बनाइन अन्त देखाउँछु तपाईहरुलाई यो नजरियाहरु चराको आवाज सुन्नुहोस् and today is Mother's Day. Happy Mother's Day to all the mothers. हैन किनभने without you all we cannot do anything. यहाँबाट चाहिँ मुनि त्यो के भन्छ अहिले रोडहरु बनाइरहेछ हाम्रो एजराको घर जान्छ कस्तो मजाको भ्यू छ यो डिस्पेन्सरी यहाँ चाहिँ बिमारहरु लिएर आउँछ दिस इज आवर चर्च चाहिँ बाहिर चाहिँ सबै भित्र छ अहिले सेवा सुरु चाहिँ भएको छैन अलिक टाइम छ गाइस हामी एडभेन्चर गर्दैछ जंगलको बाटोमा लिएर जानु हुने Hi guys, I'm shooting from iPhone 16 and the 16 के को 60 and the राम्रै देखेको होला अहिले चाहिँ हामी जाँदैछ माम खानु डिनर खानु हेर्नुस् ओ तिमीहरु हेर यता आइफोन 16 मा कस्तो राम्रो देखिन्छ मेरो ब्लग हो ल यो मलाई पठाउनुहुन्छ अन्त हामी जाँदैछौँ यो सब यो चाहिँ हाम्रो ब्लगर ग्रेस हो उ चाहिँ तल जाँदैछ चर्चको ओह्रालो ओइ त एक्सक्युज मी कहाँ गएको भन् त कहाँ गएको भनि कसले बोलायो तँलाई तपाईहरुलाई सुटिङ गर्नु छ भने नोकडाँडामा आउनुहोस् अन्त सलिम सुब्बा भन्ने दाजुलाई कन्ट्याक्ट गर्नुहोस् उहाँले तपाईहरुलाई डुलाउनुहुन्छ यो बाटोहरुमा अन्त भिडियोग्राफर पनि गरिदिनुहुन्छ फोटो पनि दामी खिच्दिनुहुन्छ तर उहाँलाई चाहिँ पे गर्नुपर्छ US डलर किन अहिले भेट्छु तपाईहरुलाई फेरि पनि
सबैजनाले भराइ पानी पर्दा छाता खोज्छ होला कि मलाई बोकाएको छ म दिँदैन होला हामी भ्यू छ भनेर देखाइदिनुहोस् न फिलहाल यो ठाउँमा छ यो ठाउँको नाम त के पो नोकडाँडामै पर्छ तर यो पर्टिकुलर यसको नाम चाहिँ थाहा छैन तपाईहरु दार्जिलिङ पैसा तिरी किन जानु यही छ त्यो जग्गा धुप्पीगाडी उ त्यहाँ पर धुप्पीगाडी छ यहाँ बाँस रुख छ किन अरू जग्गा पे पनि गरी जानु यतै छ यतै आउनु होला हामी जानेछौँ यो बाटो चाहिँ एकदम चिप्लो छ रातो माटो भएकोले गर्दाखेरि तर हामी लक्ष्मीलाई खोल्दै उता हेर यसो दाजुलाई हेर्नु लु गीत गाइदेऊ न यसो गीत गाइदेऊ त लु दिदीको यादमा गीत गाइदेऊ न गाइदेऊ न बाबु गीत गाइदेऊ नगाउने ना ना ना